हजुर, म आज एउटा सुझावमूलक भिडियो लिएर आएको छु। अहिले जापानमा धेरै विद्यार्थीहरू पढ्नको लागि भनेर आइरहेका छन्। उनीहरू पढ्नको लागि आएका छन् भन्ने बित्तिकै जागिर नपाइन सकिन्छ। त्यसो भएको कारणले घर परिवारको बुबा आमाले छोराछोरीलाई तत्कालै पैसा पठाइदिएन भन्नुहोला, किनकि यहाँ पनि त्यति सहज छैन। भाषा खासै राम्रो हुँदैन सुरुमा आउँदैमा। त्यसो भएको कारणले हरेक ठाउँमा जागिर पाउन पनि गाह्रो हुन्छ। त्यसो भएको हुनाले बच्चालाई तनाव दिने काम नगर्नुहोस्। 2-4 महिना धान्नुहोस्। 2-4 महिना धान्नुहोस्। 2-4 महिना धानेपछि बच्चाको भाषा पनि हल्का सुधार हुँदै जान्छ। यहाँ पढ्न पनि जान्छन्। बिस्तारै काम पनि मिल्न थाल्छ र सहज हुन्छ। र विद्यार्थी भाइ बहिनी पनि कति पनि नआत्तिनुहोस् है। तपाईँहरूले 2-4 महिनापछि तपाईँहरूले सहज हुँदै जान्छ। राम्रो जागिर पनि पाउनुहुन्छ। मिहिनेत गर्न नछोड्नुहोस्। मिहिनेत त गर्नै पर्छ, तर तनाव लिएर डिप्रेसनमा जाने काम गर्दै नगर्नुहोस् है। यो म तपाईँहरूलाई मेरो एउटा सानो सुझाव मात्रै हो। र यहाँ बस्ने पुराना जुन साथीहरू हुनुहुन्छ उहाँहरूले पनि आफ्नो तर्फबाट सहयोग गर्ने काम गरौँ। कसरी हुन्छ उनीहरूलाई राम्रो ठाउँमा जागिर लगाइदिने काम गरौँ, भनसुन गरौँ भनेर लाग्छ भने एउटा गरिब हामी सबै कमाउनकै लागि आएको हो। बच्चाहरू पनि पढ्नकै लागि आएको हुन्, तर घरबाट पैसा ल्याएर पढ्न पनि त्यति सहज छैन। त्यही भएर हामी सबै मिलेर हातेमालो गरेर अगाडि बढ्यौँ भने धेरै नै सजिलो हुन्छ। र बच्चाको भोलिको भविष्य यहाँ एकदमै राम्रो छ। भोलि 2-4 वर्ष पढेपछि उनीहरू आफ्नै तरिकाले जागिर खान सक्छन्, रोजगार पाउँछन्। त्यही भएर अहिले सुरुमा चल्न मात्रै गाह्रो भएको छ। त्यसो भएको हुनाले म प्रत्यक्ष आफूले देखेको हुनाले यति कुरो बताउन गइरहेको हो। अन्यथा नलिनु होला। हस् त, धन्यवाद।